यसैगरी विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि स्थानीय सरकार प्रमुख तथा सुनिस्मृति गाउँपालिकाका प्रमुख श्रद्धेय व्यक्तित्व श्रद्धेय अध्यक्ष मणिराम बुढाथोकीज्यूलाई म सम्मानपूर्वक अतिथिको आसन ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। यसैगरी
सुनिस्मृति गाउँपालिकाका उपाध्यक्ष मिना थापाज्यूलाई विशेष अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी सुनिस्मृति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजालज्यूलाई विशेष अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। मैले प्रेरणा म्यामलाई ब्याज वितरण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी म कार्यक्रममा अगाडि बढाउन गइरहेको छु। सुनिस्मृति गाउँपालिका सामाजिक विकास समितिका संयोजकको लागि म हार्दिक अनुरोध गर्दछु। पूर्व विद्यार्थी मञ्च तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य हरिप्रसाद कुँवरज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। नेपाली काङ्ग्रेस रोल्पा जिल्ला समिति सदस्य हिमाल सुवेदीज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। नेकपा माओवादी केन्द्र सुनिस्मृति गाउँपालिका अध्यक्ष रत्न महराज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। नेकपा माओवादी केन्द्र सुनिस्मृति गाउँपालिका उपाध्यक्ष दोर्नबहादुर थापाज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। नेपाली काङ्ग्रेस सुनिस्मृति गाउँपालिका वडा नम्बर 6 का सभापति आदरणीय व्यक्तित्व तोयराम थापाज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। नेकपा एमाले सुनिस्मृति गाउँ कमिटी अध्यक्ष दिलीप कुमार थापाज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि म सादर निवेदन गर्दछु। यसै गरी विनोद जङ सुवेदी राप्रपा प्रतिनिधिज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। राप्रपा आधारभूत विद्यालय पानीपोखराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वासुदेव सुवेदीज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी उदय आधारभूत विद्यालय रिजाका विदेश अध्यक्ष कमल विष्टज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी सरस्वती प्राथमिक विद्यालय पाट्यानाका विदेश अध्यक्ष चालबहादुर भण्डारीज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नका लागि हार्दिक निवेदन गर्दछु। यसै गरी शिशु कल्याण प्राथमिक विद्यालय गर्ने क्रममा सूर्योदय आधारभूत विद्यालय कलिगाउँका लीला प्रसाद यसै गरी गञ्जबहादुर थापाज्यूलाई पनि अक्षय कोषदाताको रूपमा आसन ग्रहण गर्नका लागि म हार्दिक निवेदन गरेँ। हुरेक रोल्पाका प्रतिनिधि विनोद रिजालज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नका लागि हार्दिक निवेदन गर्दछु। साहस नेपालका कर्मचारी गणेश पुरीज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। बिहारी संस्था लिमिटेडका अध्यक्ष विमला गौतमज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नका लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी सृजनशील कृषि तथा बहुउद्देश्य सहकारीका अध्यक्ष तथा प्रतिनिधिज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। पानीपोखरा युवा क्लबका अध्यक्ष तथा प्रतिनिधिज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नका लागि म हार्दिक अनुरोध गर्दछु। ओम प्रकाश कुँवरज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नका लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी म टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गराउन गइरहेको छु। धौलीगाउँ टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। पुलमोहर टोल विकास संस्थाका अध्यक्ष अमर थापाज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। पश्चिम दलङ्गा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। पूर्व दलङ्गा टोल विकास समितिका अध्यक्ष संस्थाका अध्यक्ष सुकलाल कुँवरज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। उत्तरी दलङ्गा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नका लागि म हार्दिक अनुरोध गर्दछु। कुवापानी टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूलाई अतिथिको रूपमा आसन संस्थाका अध्यक्ष जङ्गबहादुर परियारलाई अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। बराल क्षेत्र कलिगाउँ टोल विकास संस्थाका अध्यक्ष पुष्ट पोनलाई अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। अतिथि आसन ग्रहण गराउने क्रममा आमा तथा महिला समूहका अध्यक्षज्यूलाई पनि म अतिथि आसन ग्रहणमा जोड्न गइरहेको छु। पात्याल आमा समूहका अध्यक्ष प्रतीक्षा सुनारलाई अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। पात्यालना महिला समूहका अध्यक्ष मनसरा महराज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नका लागि म हार्दिक अनुरोध। दलङ्गा महिला समूहका अध्यक्ष तथा प्रतिनिधिज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। तल्लो कलिगाउँ स्वास्थ्य आमा समूहका अध्यक्ष पुष्पा पुनलाई अतिथिको रूपमा आसन ग्रहण
उपस्थित सम्पूर्ण महानुभावहरूमा उद्घाटन हुन गइरहेको छ। यस कार्यक्रमलाई शोभायमान बनाउनको लागि सम्पूर्ण उपस्थित महानुभावहरूले तालीको गडगडाटले सम्मान व्यक्त गर्नको लागि पनि म हार्दिक अनुरोध गर्दछु। अहिले धुवा जलाउनुहुन्छ पछि गरौँ जलाउने पहिले जलाउने सर जलाउने सर फेरि पनि मैले मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई तालीको अपेक्षा गरेको छु। यो कार्यक्रमको शोभा बढाउनको लागि स्काउट ताली गडगडाट रूपमा बजाउनलाई म मेरा प्यारा विद्यार्थी भाइहरूलाई जोरदार आह्वान गर्दछु। हाम्रो विद्यालयको 49औं वार्षिक उत्सवको प्रतीकात्मक अर्थमा हामीले 49 क्यान्डलमा 49 नम्बर सङ्केत गर्ने गरी ल्याएका छौँ र उक्त क्यान्डल प्रज्वलन गरेर हाम्रा आजको यस कार्यक्रमका प्रमुख अतिथिज्यूले कार्यक्रमको उद्घाटन गर्न लाग्नु भएको छ र यसै गरी पानसमा दीप प्रज्वलन कार्य पनि सँगसँगै भइरहेको मैले यहाँलाई जानकारी गराउन चाहन्छु। ताली निरन्तर रूपमा ताली बजाउनको लागि मैले सम्पूर्ण विद्यार्थी भाइहरूलाई जोरदार आह्वान गर्दछु। हामीहरू कार्यक्रममा तालीको मैले अभाव महसुस गरेको छु। यसै गरी ब्यानरमा लेखिएका शब्दहरू वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नको लागि पनि म प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। श्री जनज्योति माध्यमिक विद्यालय श्री गाउँपालिका रोल्पाको 49औं वार्षिक उत्सव तथा अभिभावक दिवस 2082 को विधिवत रूपमा उद्घाटन भएको घोषणा गर्छु। धन्यवाद। धन्यवाद। आजको यस कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय झन्डाको झण्डोत्तोलन भइसकेको छ। त्यसका लागि आजको यस कार्यक्रमका आकर्षक हाम्रा प्रमुख अतिथिज्यूलाई म विशेष धन्यवाद व्यक्त गर्दछु। यसै गरी हाम्रो विद्यालयको झन्डाको झण्डोत्तोलन गर्नको लागि आजको यस कार्यक्रमका विशिष्ट अतिथि अनि हाम्रो स्थानीय सरकारका प्रमुख तथा सुनिस्मृति गाउँपालिकाका सर्दय अध्यक्ष मणिराम बुढाथोज्यूलाई म हार्दिक निवेदन गर्दछु। ताली बजाउनको लागि मैले फेरि विद्यार्थी भाइहरूसँग जोरदार माग गरेँ। हाम्रो विद्यालयको 49औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहका विशिष्ट अतिथिज्यूले भर्खरै विद्यालयको झन्डाको झण्डोत्तोलन गरिसक्नु भएको छ। उहाँलाई म विशेष धन्यवाद व्यक्त गर्दछु। अब यहाँ उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथिहरू, अतिथिगण लगायत दर्शकको लागि म हार्दिक अनुरोध गर्दछु।
र स्वागत मन्तव्यको लागि शिक्षक अभिभावक सङ्घका अध्यक्ष हिराबहादुर थापाज्यूलाई रोस्टरमा आमन्त्रण गर्दछु। धन्यवाद उद्घोषक साहबज्यू। आज हाम्रो विद्यालयको 49औं वार्षिक उत्सवमा सभापतित्व गरिरहनुभएका सभापति अध्यक्ष तथा हाम्रो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश थापाज्यू, त्यस्तै गरेर आजका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका वर्तमान मुख्यमन्त्री जोगबहादुर महराज्यू, त्यस्तै गरेर आजका विशिष्ट अतिथि तथा हाम्रो सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष मनराम बुढाथोकीज्यू, त्यस्तै गरेर सुनिल स्मृति आजका विशेष स्थितिमा सुनिल स्मृति गाउँपालिकाका उपाध्यक्ष मिना थापाज्यू, त्यसै गरेर हाम्रो विशेष अतिथिमा 6 नम्बर वडाका वडा अध्यक्षज्यू लोकेन्द्र बहादुर थापाज्यू, त्यसै गरेर 6 नम्बर वडाका वडा अध्यक्षज्यू, अरू अतिथिहरूमा यहाँ उपस्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरू, विद्यालय व्यवस्थापन समितिका हाम्रो सुनिल स्मृति गाउँपालिकामा यहाँ उपस्थित हुनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूहरू, त्यसै गरेर यहाँ चाहिँ विभिन्न कार्यालयबाट उपस्थित प्रमुख तथा प्रतिनिधिज्यूहरू, विभिन्न समूहबाट आउनुभएका समूहहरू, विद्यालयका प्रज्यूहरू, सबैमा यहाँ हाम्रो निमन्त्रणलाई स्वीकारेर उपस्थित हुनुभएका सबै महानुभावहरूमा हाम्रो विद्यालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट स्वागत साथै नमस्कार अभिवादन गर्न चाहन्छु। मैले थोरै सानो कुरा गर्न चाहन्छु। अस्ति भर्खरै अन्य विद्यालयहरूमा 67औं वार्षिक उत्सव र 50औं 97 58औं वार्षिक उत्सव भनेर भन्दै गर्दा भन्दा हाम्रो चाहिँ रोल्पा जिल्लाको दोस्रो विद्यालय भएर पनि किन 49औं भयो भनेर सबैले जिज्ञासा हुनसक्छ। यो हाम्रो विद्यालय जन्म भएको 2006 साल 7 सालमा हाम्रो विद्यालय जन्म भएको थियो। यो ठुलो हुँदै गरेर 25 वर्षको उमेर पुग्दै गर्दाखेरि अर्थात् 2033 सालमा मात्रै 8 र 10 कक्षा मावि स्वीकृत भएको हुनाले स्वीकृति भएको मितिले मात्रै 2033 सालबाट गणना गरेर 49औं वार्षिक उत्सव मनाइँदैछ। वास्तवमा यसको जन्म चाहिँ 2008 सालमै भएको, यसको 8 सालमै भएको। यसको बसाइ सर्दै आएर छुट्टिएर आएर यहाँ आउँदै गरेर स्वीकृति भएको मात्रै त्यहाँबाट गणना भएको म मान्दछु। सबै महानुभावहरूमा म एउटा सानो छोटो गर्छु। हाम्रो चाहिँ 33औं सालमा जुन 33 वर्ष अगाडि 2033 सालमा यो विद्यालय स्थापना गर्ने बेलामा यो विद्यालय बनाउँदै गर्दा त्यस बेलाका विद्यालय व्यवस्थापन समितिहरू हालमा 2 जना मात्रै जीवित हुनुहुन्छ। त्यस बेलाको विद्यालय समितिमा सबै उहाँहरू विदा भइसक्नु भएको छ, 2 जना मात्र उपस्थित हुनुहुन्छ। त्यसमध्येमा हाम्रो दत्तप्रसाद सुवेदी चाहिँ उपस्थित हुनुहुन्छ, जुपल सेन चाहिँ आज उपस्थित हुन सक्नु भएन। हामीले चाहिँ उहाँलाई पनि निमन्त्रण गरेका छौँ, उपस्थित हुनु भएको छैन। मैले यो थोरै मात्र जानकारी दिएँ। अब यहाँ सबैले स्वागत गर्दै गर्दाखेरि स्वागतको साथसाथै एउटा अनुरोध पनि हुनेछ। 2033 सालमा 6 सालदेखि 2033 सालदेखि आजसम्म आउँदै गर्दाखेरि कुर्सीमा बस्दै गरेका महानुभावहरूले
भर्खरै यो विद्यालय ठडाउनु भएको छ र हामी 4-5 वर्ष अगाडिबाट राष्ट्रपति रनिङ सेल यही गर्ने भनेर झन्डा ल्याइरहेका छौँ, यहाँ गर्न सकेका छैनौँ। यसको लागि यो माटोको ढिस्कोले हामीले बारम्बार अनुरोध पनि गरेका छौँ, एउटा समितिको नाताले बारम्बार अनुरोध पनि गरेका छौँ। यो माटोको ढिस्कोले गर्दाखेरि हामीलाई राष्ट्रपति रनिङ सिल गर्न दिएको छैन। यसमा हाम्रो चाहिँ यहाँ प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथिहरूलाई अनुरोध गर्न चाहन्छौँ। उहाँहरूले चाहने हो भनेपछि 20-40 लाख अथवा 10-20 लाख यति माटो फलाइ भए पनि काफी पुग्छ। उहाँहरूले हातमा दिनु पर्यो। यत्रका भवन ठडाइसक्नु भएको छ, उहाँहरूकै हो, यदि भवनहरू ठडाइसक्नु भएको छ, यो माटो फल्नमा पनि हामी सबैले अनुरोध गर्दछौँ। र यो सबै भाषण गर्दै गर्ने भातीबारे कुरा गर्दाखेरि सक्दैन। मैले पुनः आफ्नो कामलाई फाँपी राखेर हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनुभएकोले पुनः सबैलाई स्वागत गर्दै म चाहिँ बिदा हुन्छु। हस् त, नमस्कार, धन्यवाद। कति पनि समयलाई खेर नपालिकन यहाँ उपस्थित हुनुभएका सम्पूर्णलाई नमस्कार, अभिवादन टक्राउँदै म यस विद्यालयको खेलकुद संयोजकको नाताले मैले अहिलेसम्म तयारी अवस्थामा र मेरा भाइ बहिनीहरूलाई खेलकुदतिर तर्फबाट हामीले के गर्दैछौँ त भन्ने कुराको प्रस्तुति र एउटा सानो डेमो देखाइदिनको निम्ति सर्वप्रथम म हाम्रो मार्शल विधाको 3वटा क्षेत्रमध्ये उसको तर्फबाट एउटा डेमो पछाडिबाट जवाब धन्यवाद। मनिष कुमार सुन्न लगतै उसुका भाइ बहिनीहरू अगाडि आउनको निम्ति म अनुरोध गर्दछु। त्यसपछि तुरुन्त फेरि हाम्रै मार्शल आर्टको डेमो प्रस्तुत गर्नको निम्ति टाइगान्डो तर्फका भाइ बहिनीहरू नजिकै आएर बस्नुको निम्ति म अनुरोध गर्दछु। आदरणीय अभिभावकज्यूहरू हेर्नु भएको छ, यो हाम्रो सानो प्रयास, हामी थोरै दिनको लगानीबाट हाम्रा भाइ बहिनीहरूलाई केही सिकुन्, स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मनन गर्दै हामीले सानो प्रयास गरेका छौँ। यहाँहरूले निहालिदिनु होला कृपया। सुरु। धन्यवाद दोषीका भाइ बहिनीहरूको प्रतिभाको लागि। त्यसै गरी हाम्रो मार्शल अर्को विधा टेकान्डो तर्फबाट डेमो प्रस्तुत गरिदिनुको निम्ति अगाडि आइदिनुको निम्ति म अनुरोध गर्दछु। हाम्रा थुप्रै विधाहरू थिए, तर हाम्रो समयको पाउनेले ख्याल गर्दै हामी थोरै मात्रै तयार गरेका छौँ। मेरा भाइ बहिनीहरू राम्रो जोस जाँगर साथ आवाज निकालिदिनु होला।
धन्यवाद टेकान्डो फाइटतर्फको डेमो देखाइदिनको निम्ति म खेलाडी भाइ बहिनीहरूलाई म अनुरोध गर्दछु। फाइट डेमो मात्रै हो, भाइ बहिनीहरू चोटपटक लाग्ला बिस्तारै ठाउँ मिलाएर आफ्नो किकहरू प्रदर्शन गर्नुहोला। टेकान्डो विधाको अगाडिको यो विधा हाम्रो पुङ्सेतर्फको थियो भने अब यो प्रत्यक्ष फाइटतर्फको किक स्टाइल हो। तपाईँहरूले धन्यवाद। छोटो समयमा आफ्नो डेमो प्रस्तुत गर्नुभएको छ। समयलाई मध्यनजर गरेर हामीले यत्तिकै हाम्रो खेलकुदतर्फको डेमो यही देखाउन चाहन्छौँ र समय मिलेमा हामी कराते विधाको पनि समय माग्नेछौँ। धन्यवाद। धन्यवाद। खेलकुद समितिका संयोजक आदरणीय व्यक्तित्व जुपिटर कुँवरज्यूलाई हामीले भर्खरै मात्र मार्शल आर्टका विभिन्न विधामा पिसीज्यूलाई सम्मान पत्र ग्रहण गर्नको लागि म स्टेजमा आमन्त्रण गर्दछु। यस प्रमाणपत्रमा उल्लेखित शब्दहरू म यहाँहरूलाई सुनाउन अनुमति माग्दछु। श्री डम्बर विशीज्यू, माध्यमिक शिक्षक, यस श्री जनज्योति माध्यमिक विद्यालय सुनस्मृति गाउँपालिका वडा नम्बर 6 गजुरकोट रोल्पामा कार्यरत तपाईँले आफ्नो पेसागत दायित्वलाई इमान्दारीपूर्वक विद्यालयको शैक्षिक उत्कृष्टता र विद्यार्थीहरूको सुनौलो भविष्य निर्माणमा कर्तव्यनिष्ठ भई कक्षा 12 को व्यवस्थापन संकायमा उत्कृष्ट नतिजा ल्याउन सफल हुनुभएकोले विद्यालयको गौरवमय 49औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा तपाईँलाई हार्दिक बधाई तथा सधन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ। आगामी दिनमा पनि विद्यालयप्रति पूर्ण सहयोगको अपेक्षासहित यहाँको सुस्वास्थ्य तथा दीर्घायुको कामना व्यक्त गर्दछौँ। यसै गरी श्री बालाराम खड्काज्यूलाई म सम्मान पत्र ग्रहण गर्नको लागि मञ्चमा आमन्त्रण गर्दछु। कृपया फोटो सेसन पनि यही समयमा गरिदिनु होला। हामी कार्यक्रमलाई अत्यन्त शानदार ढङ्गबाट अगाडि बढाउने प्रयत्न गरिरहेका छौँ। बालाराम खड्काज्यूलाई म स्टेजमा आमन्त्रण गर्दछु। प्राथमिक शिक्षक, यस श्री जनज्योति माध्यमिक विद्यालय सुनस्मृति गाउँपालिका वडा नम्बर 6 गजुरकोट रोल्पामा कार्यरत तपाईँले आफ्नो पेसागत दायित्वलाई इमान्दारीपूर्वक विद्यालयको शैक्षिक उत्कृष्टता र विद्यार्थीहरूको सुनौलो भविष्य निर्माणमा कर्तव्यनिष्ठ भई लामो समयसम्म विद्यालयमा योगदान पुर्याउनु भएकाले विद्यालयको गौरवमय 49औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा तपाईँलाई हार्दिक बधाई तथा धन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ। हामीले फरक फरक विधामा ठुलो सङ्ख्यामा शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गर्न गइरहेको हुँदा मैले यहाँहरूको सम्मान पत्रमा उल्लेखित शब्दहरू वाचन गरेर सुनाउन लागेको छु। अब यसै गरी रेगबहादुर थापाज्यूलाई म स्टेजमा आमन्त्रण गर्दछु। प्राथमिक शिक्षक, यस श्री जनज्योति माध्यमिक विद्यालय सुनस्मृति गाउँपालिका वडा नम्बर 6 गजुरकोट रोल्पामा कार्यरत
तपाईँले आफ्नो पेसागत दायित्वलाई इमान्दारीपूर्वक विद्यालयको शैक्षिक उत्कृष्टता र विद्यार्थीहरूको सुनौलो भविष्य निर्माणमा कर्तव्यनिष्ठ भई विद्यालयको काममा अतिरिक्त समय प्रदान गर्नुभएकाले विद्यालयको गौरवमय 49औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा तपाईँलाई हार्दिक बधाई तथा सधन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ। श्री मेघबहादुर सेनज्यू निम्न माध्यमिक शिक्षक, यस श्री जनज्योति माध्यमिक विद्यालय सुनिस्मृति गाउँपालिका वडा नम्बर 6 गजुलकोट रोल्पामा कार्यरत तपाईँले आफ्नो पेसागत दायित्वलाई इमान्दारीपूर्वक विद्यालयको शैक्षिक उत्कृष्टता र विद्यार्थीहरूको सुनौलो भविष्य निर्माणमा कर्तव्यनिष्ठ भई अतिरिक्त समय पनि विद्यार्थीहरूको सिकाइमा निरन्तर योगदान पुर्याउनुभएकाले विद्यालयको गौरवमय 49औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा तपाईँलाई हार्दिक बधाई तथा सधन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ। मेरा श्रद्धेय गुरु मेघबहादुर सेनज्यूलाई म स्टेजमा आमन्त्रण गर्दछु। कृपया जहाँ हुनुहुन्छ छिटोभन्दा छिटो स्टेजमा सम्पर्क गर्नुहोला। इमान्दारीपूर्वक विद्यालयको शैक्षिक उत्कृष्टता र विद्यार्थीहरूको सुनौलो भविष्य निर्माणमा कर्तव्यनिष्ठ भई शैक्षिक सत्र 2081 मा विद्यालयमा सर्वोत्कृष्ट उपस्थिति जनाउनुभएकाले विद्यालयको गौरवमय 49औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा तपाईँलाई हार्दिक बधाई तथा सधन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ। यसै गरी श्री जुपिटर कुँवरज्यू निम्न माध्यमिक शिक्षक, यस श्री जनज्योति माध्यमिक विद्यालय सुनिस्मृति गाउँपालिका वडा नम्बर 6 गजुलकोट रोल्पामा कार्यरत तपाईँले आफ्नो पेसागत दायित्व सहित श्री जनज्योति माध्यमिक विद्यालय सुनिस्मृति गाउँपालिका वडा नम्बर 6 गजुलकोट रोल्पामा कार्यरत तपाईँले आफ्नो पेसागत दायित्वलाई इमान्दारीपूर्वक विद्यालयको शैक्षिक उत्कृष्टता र विद्यार्थीहरूको सुनौलो भविष्य निर्माणमा कर्तव्यनिष्ठ भई विद्यालयप्रति समर्पित तथा सुनिस्मृति गाउँपालिका स्तरीय परीक्षा 2081 मा कक्षा 8 को सुनिस्मृति पहिचान विषयमा सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट GPA 3.29 ल्याउन सफल भएकाले विद्यालयको गौरवमय 49औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा तपाईँलाई हार्दिक बधाई तथा सधन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ। श्री श्याम कुमार पुन मगरज्यू माध्यमिक शिक्षक, यस श्री जनज्योति माध्यमिक विद्यालय सुनिस्मृति गाउँपालिका वडा नम्बर 6 गजुलकोट रोल्पामा कार्यरत तपाईँले आफ्नो पेसागत दायित्वलाई इमान्दारीपूर्वक विद्यालयको शैक्षिक उत्कृष्टता र विद्यार्थीहरूको सुनौलो भविष्य निर्माणमा कर्तव्यनिष्ठ भई SCE 2081 मा अनिवार्य विषयमध्ये नेपाली विषयमा सर्वोत्कृष्ट GPA 3.43 ल्याउन सफल हुनुभएकाले विद्यालयको गौरवमय 49औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा तपाईँलाई हार्दिक बधाई तथा सधन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ। श्री पदमलाल शर्मा जैसीज्यू माध्यमिक शिक्षक, यस श्री जनज्योति माध्यमिक विद्यालय सुनिस्मृति गाउँपालिका वडा नम्बर 6 गजुलकोट रोल्पामा कार्यरत तपाईँले आफ्नो पेसागत दायित्वलाई इमान्दारीपूर्वक विद्यालयको शैक्षिक उत्कृष्टता र विद्यार्थीहरूको सुनौलो भविष्य निर्माणमा कर्तव्यनिष्ठ भई विद्यालयप्रति समर्पित हुनु भएकोमा विद्यालयको गौरवमय 49औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा तपाईँलाई हार्दिक बधाई तथा सधन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ। श्री दिनेश प्रसाद तेलीज्यू माध्यमिक शिक्षक, दिनेश प्रसाद तेलीज्यूलाई सम्मान मैले पढेर सुनाउने अनुमति माग्दछु। यस श्री जनज्योति माध्यमिक विद्यालय सुनिस्मृति गाउँपालिका वडा नम्बर 6 गजुलकोट रोल्पामा कार्यरत तपाईँले आफ्नो पेसागत दायित्वलाई इमान्दारीपूर्वक विद्यालयको शैक्षिक उत्कृष्टता र विद्यार्थीहरूको सुनौलो भविष्य निर्माणमा कर्तव्यनिष्ठ भई विद्यालयप्रति समर्पित तथा SCE 2081 मा गणित विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल हुनुभएकाले विद्यालयको गौरवमय 49औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा तपाईँलाई हार्दिक बधाई तथा सधन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ। यसै गरी श्री कुमार थापाज्यू विद्यालय सहायक कर्मचारी, यस श्री जनज्योति माध्यमिक विद्यालय प्रशासनिक कार्यमा कर्तव्यनिष्ठ भई पुर्याउनु भएको उत्कृष्ट कार्य सम्पादनको उच्च मूल्याङ्कन गर्दै विद्यालयको गौरवमय 49औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा तपाईँलाई हार्दिक बधाई तथा सधन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ। सम्मान ग्रहण गर्नुहुने मेरा सहकर्मी आदरणीय शिक्षक तथा कर्मचारी साथीहरू, तपाईँहरूलाई यो सम्मान पत्रले जोस जान अपेक्षा प्रकट गर्दछौँ। यसै गरी हामीले विद्यार्थीहरूलाई पनि सम्मान कार्यक्रम राखेका छौँ। मैले फेरि पनि उक्त सम्मान पत्र प्रदान गर्नका लागि मैले फेरि पनि उद्घोष गर्न चाहे। यस कार्यक्रमका विशेष अतिथि सुनिस्मृति गाउँपालिकाका उपाध्यक्ष श्रद्धेय व्यक्तित्व मीना थापाज्यूलाई म अनुरोध गर्दछु भने टीका लगाएर पुष्पगुच्छा पहिराएर सम्मान गर्नको लागि सुनिस्मृति गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर 6 का श्रद्धेय अध्यक्ष
लोकेन्द्र बहादुर थापाज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरी 2080 सालको एससी परीक्षामा सम्मिलित भई उत्कृष्ट जिपिए 3.2 छ मनगाबाट लोकेन्द्र बुढाको आमा स्टेजतर्फ आउँदै हुनुहुन्छ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू यो सम्मानको कार्यक्रमलाई ताली बजाएर शोभा बढाउनको लागि म विशेष आह्वान गर्दछु। यसै गरी 2081 सालको एससी परीक्षामा सम्मिलित भई उत्कृष्ट जिपिए 3.7 छ प्राप्त गरी विद्यालय प्रथम हुन सफल सन्तोष पुन्ज्यूलाई सम्मान पत्र र पुरस्कार ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। सन्तोष कक्षा 12 को परीक्षामा सम्मिलित भई उत्कृष्ट जिपिए 3.55 लिएर सुनिश्चित गाउँपालिका प्रथम स्थान हासिल गर्न सफल छात्रा शोभा थापाज्यूलाई सम्मान पत्र र नगद पुरस्कार ग्रहण गर्नका लागि स्टेजमा आमन्त्रण गर्दछु। शोभा थापाको अभिभावकज्यू मञ्चद्वारा प्रथम हुन सफल छात्रा एलिना महाराजज्यूलाई नगद पुरस्कार र प्रशंसा पत्र ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। एलिना महाराजज्यूको अभिभावकज्यूलाई पनि म अगाडि आउनलाई अनुरोध गर्दछु। काट्नेबाट एलिना महाराजज्यू उहाँको अभिभावक हुनु नभने नजिकको अभिभावक रामबहादुर महाराजज्यूलाई म अनुरोध गर्दछु। हाम्रो यस विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्नुभएकोमा आजको यस कार्यक्रमका विशेष अतिथिद्वय मिना थापा र लोकेन्द्र बहादुर थापाज्यूलाई म विशेष धन्यवाद व्यक्त गर्दछु। सम्मान तथा अभिनन्दन कार्यक्रमलाई मैले अगाडि बढाउन अनुमति माग्दछु। हाम्रो विद्यालय मेरो दायित्व कार्यक्रममा लगायत अन्य विद्यालयको सर्वाङ्गीण विकासमा लागि स्टेजमा आमन्त्रण गर्दछु। उक्त सम्मान पत्र प्रदान गर्नका लागि आजको यस कार्यक्रमका प्रमुख अतिथिज्यूलाई म हार्दिक अनुरोध गर्दछु। बालराम खड्काज्यू अक्षयकोषदाता सम्मान पत्र ग्रहण गर्नका लागि म स्टेजमा आमन्त्रण गर्दछु। यसै गरी श्री नारायण प्रसाद सुवेदीज्यू पूर्व प्र तथा विवेश पूर्व अध्यक्षज्यूलाई सम्मान पत्र ग्रहण गर्नका लागि म हार्दिक अनुरोध गर्दछु। उहाँ अहिले हामी माझ हुनुहुन्न, बाहिर जानुभएको छ र उहाँको कुनै नजिकको व्यक्ति अगाडि आएर यो सम्मान पत्र ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी सुशील सुवेदीज्यू सशस्त्र प्रहरी उपरीक्षक अवकाश प्राप्त उहाँलाई पनि म यो सम्मान पत्र ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी मेरा श्रद्धेय गुरु श्री नरबहादुर सेनज्यूलाई सम्मान पत्र ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। गञ्जबहादुर थापाज्यूलाई सम्मान पत्र ग्रहण गर्नको लागि म मञ्चमा हार्दिक निवेदन गर्दछु। गञ्जबहादुर सम्मान पत्र ग्रहण गर्नको लागि म स्टेजमा आमन्त्रण गर्दछु। अध्यक्ष तथा प्रतिनिधिज्यूलाई अगाडि आएर यो सम्मान पत्र ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी कुवापानी महिला समूहका अध्यक्ष तथा प्रतिनिधिज्यूलाई सम्मान पत्र ग्रहण गर्नका लागि म स्टेजमा आमन्त्रण गर्दछु। कुवापानी महिला समूहका अध्यक्ष तथा प्रतिनिधिज्यूलाई हामीले त सङ्कलन गर्नुहुन्न मैले पाइने जान्ने पल्किन्थ्यो। यस्तो भन भनेको कहाँ दिएको धन्यवाद। आयोजन गरिएको थियो त्यो पनि मैले यहाँहरूलाई सहज जानकारी गराउन चाहन्छु। यसै क्रममा हामीले र उक्त अक्षयकोषदाता हुनुहुन्थ्यो मेरा श्रद्धेय गुरु नारायण प्रसाद सुवेदीज्यू। उहाँले आफ्नो बुवाको स्मृतिमा अक्षयकोष हाम्रो विद्यालयमा राख्नुभएको थियो र उहाँको अक्षयकोषबाट नै हामीले पुरस्कारको प्रायोजन गरेका थियौँ। यसै गरी आजको एउटा प्रमुख आकर्षक
अभिभावक अभिनन्दन कार्यक्रम रहेको छ। सम्मान तथा अभिनन्दन कार्यक्रम रहेकोमा हामीले यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य खोबिलाल सुवेदीज्यूलाई सम्मान तथा अभिनन्दन गर्ने कार्यक्रम तय गरेको हुँदा आदरणीय व्यक्तित्व खोबिलाल सुवेदीज्यूलाई अगाडि आएर बस्नको लागि म हार्दिक अनुरोध गर्दछु। अभिभावक सम्मान तथा अभिनन्दन कार्यक्रमलाई अगाडि बढाउनको लागि आजको यस कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री माननीय जोगबहादुर महराज्यूलाई दोस्रोल्ला उडाउनको लागि हार्दिक अनुरोध गर्दछु भने आजको यस कार्यक्रमका विशिष्ट अतिथिलाई टीका र माला लगाएर उहाँलाई सम्मान गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। जनजाति माध्यमिक विद्यालयको सर्वाङ्गीण विकासमा खोबिलाल सुवेदीज्यूको अतुलनीय योगदान छ। उहाँको योगदानको उच्च कदर गर्दै जनजाति माध्यमिक विद्यालयले आफ्नो 49औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहको अवसरमा आज उहाँलाई सम्मान तथा अभिनन्दन कार्यक्रम गरेको छ। अभिनन्दन तथा सम्मान गर्नुभएकोमा आजको यस कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथिलाई म हार्दिक धन्यवाद व्यक्त गर्दछु। प्रतियोगिताको लागि
49औं वार्षिक उत्सव समारोहको समितिले मलाई चाहिँ कार्यक्रमको सञ्चालन गरिदिनु उनीहरूको लागि अनुरोध गर्नुभएको थियो। त्यही अनुरोधलाई स्वीकार गर्दै मैले आज चाहिँ यो 49औं वार्षिक उत्सवको अवसरमा प्राविधिक स्तरीय हाइजम्प प्रतियोगिता सुरु गर्न गइरहेको छु र यस कार्यक्रममा म विभिन्न विद्यालयको नामहरू लिन्छु र सबै विद्यालयका सहभागी साथीहरू र यही ग्यासको अगाडि आइदिनुको लागि म अनुरोध गर्दछु र साथै यस विद्यालयका आदरणीय सरहरूले चाहिँ विभिन्न सामग्रीहरू चाहिँ त्यो सहयोग गरिदिनुको लागि पनि म अनुरोध गर्दछु। सर्वप्रथम जनज्योति माध्यमिक विद्यालय गजुलका कक्षा 5 सम्मका विद्यार्थी भाइ बहिनीहरू अगाडि आइदिनुको लागि म अनुरोध गर्दछु र बेन्चको व्यवस्था मिलाइदिनुको लागि स्वयंसेवक भाइहरूलाई म अनुरोध गर्दछु। निशा मोहरा, आयुष सुनार र नवीन केसी। मगन, अनुश्रिका मोहरा र किरण परियार चाहिँ स्कोरिङ गरिदिनुको लागि म 5 नम्बर वडाका एउटा विद्यालयका शिक्षक साथीलाई म अनुरोध गर्दछु। त्यसै गरी समय पालकको रूपमा व्यवस्था गरिदिनुको लागि 6 नम्बर वडाबाट 6 नम्बर वडाका विद्यालयहरूबाट एकजना शिक्षक चाहिँ समय हेरिदिनुको लागि रामले भात खान्छ यसलाई अपूर्ण पक्ष वर्तमान कालमा के हुन्छ फेरि प्रश्न रामले भात खान्छ यसको अपूर्ण पक्ष वर्तमान कालको अपूर्ण पक्षमा अर्को चाहिँ एक्लै परेको छ युवराज एक गर्दैन स्वास्थ्यको 2 नम्बरमा प्राथमिक रङमा कुन रङ पर्दछन्? प्राथमिक रङमा कुन रङ पर्दछन्? स्थानीय क्वेसन नम्बर 2 मा सुने स्मृति गाउँपालिकाको स्थापना कहिले भएको? क्वेसन नम्बर 11 इंग्लिशको क्वेसन नम्बर 11 he makes a cheer into negative question. He makes a cheer into negative question. He makes a cheer into negative question. Question number 4. Question number 4 मा 30 भन्दा ठुला र 50 भन्दा साना रु संख्याहरू कतिवटा छन् र ती के हुन्? 30 भन्दा ठुला र 50 भन्दा साना रु संख्याहरू कतिवटा छन् र ती के हुन्?
गलत। सक्यो। यो समूहलाई पनि क्वेसन सकिएको छ र हामी तेस्रो समूह जनौषधि माविको समूहमा हामी जाँदैछौँ। हेलो विज्ञान क्वेश्चन नंबर 20 विज्ञान विषयसँग सम्बन्धित प्रश्न छ। सौर्य मण्डलका ग्रहहरू मध्ये सबैभन्दा सुन्दर ग्रह कुन हो? फेरि प्रश्न, सौर्य मण्डलका ग्रहहरू मध्ये सबैभन्दा सुन्दर ग्रह कुन हो? मंगल। गलत उत्तर। त्यसको सही उत्तर हो शनि ग्रह। एक सेरमा कति तोला हुन्छ? $80। सही उत्तर। विषय स्वास्थ्य 8 विषय स्थानीय विषय क्वेसन नम्बर 8 मा नेपालको हाम्रो राष्ट्रिय गानमा कति अक्षर छन्? कति? 106। गलत। यसको सही उत्तर हो 128 वटा। शान्तिको धुन छल्छन्।